गाइज हामी चाहिँ बहिनीको बर्थडे छ अनि त्यसका लागि पैसाको बुके बनाउन लागेको छ। त्यो बुके लिन हिँडेको है। यो हाम्रो रहेको छ दिपिनी मार्ग। दिपिनी मार्गको बाटो एकदम दिपिनी छ, एकदम बवाल छ। यहाँदेखि यता हाम्रो लाइफलाइन हस्पिटल छ, यतापट्टि हामी जाने बाटो गयो। एकदम राम्रो क्वालिटीमा, एकदम बेस्ट क्वालिटीमा रहेको छ है। हाम्रो राइडर दाजु एकदम प्रोम्याक्स हुनुहुन्छ, उहाँले 200-300को स्पिड त कुदाइहाल्नुहुन्छ। र अब हामी ठ्याक्कै पुगेको छौँ दमकको गोल्डन गेट। चट्टा लगाएर गोल्डन गेटमा यो चाहिँ हाम्रो दमकको गोल्डन गेट है। कहाँनिर दिएको यहाँ उयो बर यहाँनिर हामीले दिएको पैसाको बुके। आर यु रेडी? यु क्यान सी प्रो राइडर दाजु। यस्तो दामी दामी फुलहरू छ। कार्ड दिएको छैन, यहाँनिर बुके बनाउनु दिएको थियो गाइज होइन। बुके बनाउन दिएको, बुके बनाएकै रहेनछ। अहिलेसम्म पैसै साटेको छैन भनेर बसिरहेको रहेछ होइन। अझै 1 घन्टा यो बालाजी फ्लावर डेकोरेसन दमकमा चाहिँ नआउँदै हुने रहेछ। हिजोदेखि आजसम्म बनाएकै छैन है। अहिले अब 1 घन्टा टाइम लाग्छ भनेर भर्खरै हामीले आएर पैसा साटिदिएको होइन। तपाईँहरू पनि बुके बनाउँदै गल्ती गऱ्यौँ। अब तपाईँहरू यता छेउछाउतिर दिँदा हुन्छ कि छेउकै दाइ नदिनु है। छेउको दाइलाई चाहिँ दिनुपर्ने रहेछ खासमा होइन। त्यो दिदी लास्टै अल्छी हुन्छ रहेछ क्या, यस्तो रहेछ कुरो। हामी लाग्दिएको अब 1 घन्टापछि फेरि भेट्छौँ हामी यहाँनिर। 1 घन्टापछि आउँदाखेरि पैसा पुगेन भन्नु भेट छैन। हामीले चाहिँ फुलको बुके बनाउन दिइसकेपछि अब बहिनीको बर्थडे छ नि त, बर्थडेको लागि हामीले केक पनि रेडी गर्नुपर्ने हुन्छ। केकको लागि चाहिँ हामी यहाँनिर आउँदैछौँ, गोर्खाली टोल आइपुगेको छौँ होइन। अब यहाँदेखि हामी सट्ट अगाडि पूर्वाञ्चल बेकरी छ, अनि त्यहाँ गएर चाहिँ हामी केक पनि एकदम दामी बनाउन लाउनेछौँ। भिडियोमा बनिराख्नु होला है। कहाँनिर हो पूर्वाञ्चल बेकरी? यहाँनिर रहेछ पूर्वाञ्चल बेकरी। यहाँ चाहिँ एकदम बवाल भाउ छ। मेरो बर्थडेमा पनि यहीँबाट केक लगेको थियो, सबकै बर्थडेमा यहीँबाट लाने गरेको छ चट्ट। हामी चाहिँ पूर्वाञ्चल बेकरी आइपुगिसकेको छौँ होइन। अब यहाँदेखि सो अहिले चाहिँ हामी पूर्वाञ्चल बेकरीभित्र छौँ। हामीले पनि केक खान लागेको गाइस। भरे बर्थडे छ, हामीलाई चाहिँ अहिले खानु मन लाग्यो, अहिले खान्छौँ हामी। सो हामीले चाहिँ चक्लेटीमा मगाएको छ। बिजी मान्छेहरू के साह्रो केक घरमा राखेर अब हामी चाहिँ चट्टा लगाएर बुके लिन जाँदैछौँ होइन। हामीलाई 1 घन्टा अगाडि 1 घन्टा पछि आउनु भनेको थियो, 1 घन्टा हुने लागेको छ। र अब हामी चाहिँ टक्क गएर बुके लिएर आउँछौँ। सो अहिले चाहिँ हामी छौँ दमकको थाना रोड। यो भनेको फर्निचर लाइनको बाटोमा। यो बाटो एकदम भिड हुन्छ। र अहिले चाहिँ हामी ठ्याक्क दमक चौकमा आइपुगेको छौँ। अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँनिर अघि बुके दिएको थियो। लामा रोक्यो बुके बुके वेयर इज बुके? बालाजी फ्लावर डेकोरेसन दमक। हाम्रो बुके रेडी भइसक्यो जस्तो छ। यहाँ दाइले बनाउँदै हुन्छ धमाधम। हामीले दाइलाई देखि पनि सक्यौँ। यता बन्ने होइन, यतै त होला नि। सो हाम्रो बुके चाहिँ ऱ्यापिङ गर्न मात्र बाँकी छ अरे, अरू सबै भइसक्यो भन्ने हुन्छ दाइले। हेरौँ अब यहाँ के छ। दामी दामी छ, यस्तो दामी दामी बोबाल बोबाल। भयो दिदी? ल ल यस्तो भएछ। Yeah. Here you
عندي خوش فصلة يا أخي تفوز والله خوش. गाइस हामीले चाहिँ बुके रेडी गरिसकेको छौँ हेर्न सक्नुहुन्छ यस्तो दामी बनाइदिएको छ पैसा छ कस्तो लागेको त सर अनि बुके जोतको ठिकै छ यतिको पैसाको नाश होइन यो त पैसा त हामीलाई नै आयो नि त कतिको बनाएको 4000 यो टोटल गरेर 4000 बनाएको 2000 बनाएको 2000 रुपियाँको पैसा छ यहाँ 4000 मा बुके हामी चाहिँ एटिएम जानु लागेको थियौँ बुके लिएर होइन एटिएमै बन्द रहेछ गाइस बनामै भयो यहाँ भित्र होला त डिम्याक्स भित्र छैन